नमस्कार, म जयबहादुर सिंह जाजरकोटदेखि। आगामी फागुन 21 गते निर्वाचन हुँदैछ। निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक दलका नेतृत्वहरू गाउँ गाउँ पसिसक्नु भएको छ। यो उहाँहरू पस्न स्वाभाविकै हो। निर्वाचन एउटा उहाँहरूको लागि एउटा प्रणाली हो, जो कि देश विकासको लागि नेतृत्व छनौट गर्ने एउटा पद्धति हो। त्यो पद्धति हामीले कर्तव्य पुरा गर्नुपर्छ, जिम्मेवारी निभाउनु पनि पर्छ, त्यो सचेत नागरिकको हैसियतबाट है त। तर कुरा रह्यो कहाँ भने हामी जाजरकोटी नागरिकहरू यसपटक मतदाता मात्रै होइन है, प्रश्न गर्ने कार्यकर्ता पनि बन्न सकौँ के, नेतृत्वलाई खबरदार गर्ने कार्यकर्ता बन्न पनि सकौँ, सचेत नागरिक बन्न पनि सकौँ। तपाईँहरूको सामु त्यो जुन यो उम्मेदवारी दिनुभएका नेतृत्वहरू हुनुहुन्छ, उहाँहरूको समूह सचेत नागरिक पनि एउटा सचेत हो, नागरिकको हैसियतबाट उम्बियौँ र उहाँहरूलाई प्रश्न गरौँ। दशकौँदेखि विकासको नाममा छरिएका खुद्रा आश्वासनले हाम्रो जीवन स्तरमा तार्किक परिवर्तन त ल्याएको छैन नि, होइन हो नि। अब हामीले के गर्ने भन्ने नारा होइन के, कसरी कहिले गर्ने, कसरी र कहिले गर्ने भन्ने ठोस कार्यतालिका तपाईँ हामीलाई चाहिएको होइन र। अनि आज तपाईँ हामी फेरि पनि अन्धभक्त भएर दौडिरहेछौँ। भोट माग्नको लागि तपाईँको नेतृत्वको व्यक्तिगत वास्तविकता कुरा नबुझिकन तपाईँले भोट माग्नुहुन्छ, भ्रष्टाचारीहरूको लागि भोट माग्नुहुन्छ। अनि जुनसुकै राजनीतिक दलको व्यक्तित्व हुनुहुन्छ, मलाई मतलब छैन त्यो, तर तपाईँ एउटा सचेत नागरिक र सचेत जाजरकोटीको हैसियतले तपाईँहरूले भन्नै पर्छ। हामी कति वर्ष पछाडि पडिसकेका छौँ। त्यही वारिपारि जोडेको रुकुम हेर्नुहोस्, विकासको तुलनामा त रुकुम कति अघि छ, कति अघि छ, तपाईँहरूले हेर्नु भएको छ नि। तपाईँको त्यही अन्य छिमेकी जिल्लाहरू हेर्नुहोस्, अगाडि बढिसकेको छ। तर हामी जाजरकोट अझै पनि बत्तीहरू गएको छैन गाउँमा, सडकहरू गएको छैन गाउँमा। यदि गएको ग्रामीण सडकहरू पनि भत्केका छन्, स्तर उन्नति भएको छैन, समुदाय विद्यालयहरू व्यवस्थित छैन, भूकम्पले थिला बनाएको त्यो पुनर्निर्माण हुन सकेको छैन। अनि आज फेरि चाहिँ झन्डा बोकेर तपाईँहरू दौडिरहनु भएको छ। तपाईँले त्यो क्वेसन गर्नु न, त्यो कार्य सम्पादन कहिले हुन्छ, जिल्लाको त्यो विकास अल्पत्र एजेन्टहरू कहिले सम्पूर्ण हुन्छ नेताज्यू भनेर तपाईँले प्रश्न गर्न सक्ने हैसियत बनाउनु न। बरु भोट माग्नुभन्दा पहिले भोट त दिउँला त, भोट तपाईँ हामी सल्लाह गरेर राम्रो व्यक्तिलाई छनौट गरौँला। त्यो तपाईँ हामीले गर्नु पनि पर्छ, तपाईँ हाम्रो दायित्व पनि हो। तर भ्रष्टाचारीहरूलाई जिताउने कार्यकर्ता पनि भ्रष्ट नै हो। तपाईँ हामीले त्यो बुझ्न जरुरी छ कि छैन? छ। यदि त्यो सोच्नु भएन भने हामी कयौँ वर्ष फेरि पनि जाजरकोट पछि पर्दैछ। नेतृत्व सधैँ दोहोऱ्याउनु पर्छ भन्ने आवश्यक पनि छैन। नयाँ व्यक्तिलाई, राम्रो गर्न सक्ने व्यक्तिलाई हामीले छनौट गरौँ, जिल्लाको विषयमा चासो लिने व्यक्तिलाई गरौँ र उहाँहरूले विगतमा गरेको, अहिले पनि उम्मेदवारी दिएको साथीहरूको विगतको पृष्ठभूमि पनि हेरौँ, अध्ययन गरौँ। तपाईँ हामी अध्ययन गर्न सक्ने खालका छौँ। आज भोट माग्दै गर्दा यो कुनै एउटा दलको साथीभाइलाई भनेको होइन, यो सम्पूर्ण दलका साथीहरू जुन जुन उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूलाई यो प्रश्न हो क्या, जिल्लाको विकासको लागि तपाईँहरूको भूमिका के रहने, साँच्चीकै तपाईँहरूको आगामी 10 वर्षको रोडम्याप के रहेछ विकासे मोडेलहरूको लागि, होइन? त्यसो भएको कारणले अनि वैदेशिक रोजगारीमा जाने युवाहरू रोक्नको लागि तपाईँहरूको मास्टर प्लान के छ है, यिनी कुराहरू पनि बुझ्न जरुरी छ। यो जबसम्म तपाईँहरूले चाहिँ यो प्रश्नहरूको उत्तर, जनताको प्रश्नको उत्तर दिन सक्नुहुन्न नि, तबसम्म तपाईँले भोट नमागिदिनुहोस्। किन भन्दा जिल्लामा आज फोक्रो भाषण गरेर आवश्यकता छैन। बरु कम बोल्नुहोस्, थोरै बढी गर्नुहोस् क्या, बोल्न कम बोल्नुहोस्। र कार्यकर्ता ढिँडे भाँड लिएर मेरो जो मास यति छ, मासले केही काम गर्नेवाला छैन। काम गर्ने बुद्धि र विवेकले काम गर्ने हो। हिजो ज्ञानेन्द्र साई जुम्लामा एक्लै कुनै पार्टीको सङ्गठन नभएर जित्नु भएको छ, त्यहाँ मास थियो र थिएन होला नि। कर्णालीकै उहाँ चाहिँ तपाईँको, मलाई त लाग्छ कर्णालीकै विषयमा धेरै खरो रूपमा प्रश्न संसदमा उठाउने ज्ञानेन्द्र साई,
हेर्नुहोस् त। त्यस्तै नेतृत्वमा पुग्नु न, बरु राम्रोसँग बोल्नुहोस्, जिल्लाको विषयमा चियो चासो राख्नु, जनताको विषयमा बोल्न सक्ने क्षमता राख्नुहोस्, अनि बल्ल त तपाईँहरूले भोट पाउन सक्नुहोला नि। तपाईँहरूले विगतमा गरेका गल्तीहरूलाई बरु चाहिँ जनतासम्म गएर तपाईँहरूले क्षमा माग्नुहोस् र अल्पत्रमा पाडिएका तिनी जुन विकास योजनाहरू छन्, ती विकास योजना यति समयभित्र हामीले कार्यान्वयन गर्न सक्छौँ, हामी निर्माण गर्न सक्छौँ। हेर्नुहोस्, हाम्रो पर्यटनको लागि जाजरकोट दरबारको अवस्था हेर्नु भएको छ नि। आज तपाईँहरू झन्डा उठाउँदै त्यो नेतृत्वलाई भोट मागिरहनु भएको छ। त्यो जाजरकोट दरबार निर्माण गर्न सक्ने कुनै पनि राजनीतिक दलको व्यक्तिहरूले त्यो आवाज उठाउनु पर्दैन। आज उम्मेदवारले भोट माग्दै गर्दा हामीले यो गऱ्यौँ भन्न त सक्नुहुन्थ्यो नि। आज त्यो भूकम्पमा थलथल परेका जनताको जनजीविकासँग जोडिएको कुरालाई अहिलेसम्म हामीले पुनर्निर्माण गर्न सक्ने अवस्था छैन जिल्लामा। कति रातहरू गइसकेको छ, जिल्ला भूकम्प पीडितहरूले पाउनु भएको छैन। यो कुराको तपाईँहरूले खै बोलेको, खै गरेको। त्यसो भएको कारणले भोट माग्नु पूर्व तपाईँले सोचेर जनतासँग भोट माग्नु होला र जनतालाई एउटा आश्वासन दिनुहोस्, हामी यति समयभित्र पुनर्निर्माण गर्न सक्छौँ। त्यो भूकम्पले थला परेको चाहिँ जाजरकोटका बस्तीहरू, त्यसपछि अल्पत्र पाडिएका बिजुली गाउँ गाउँमा जुन पुर्याउनु पर्थ्यो हालसम्म पनि पुर्याइएको छैन। अल्पत्र पाडिएको ग्रामीण सडकहरू, अल्पत्र पढेका सामुदायिक विद्यालयहरू, अनि तपाईँहरू शिक्षाको गुणस्तरका नारा लगाउनुहुन्छ, शिक्षा सुधारका कुराहरू ल्याउनुहुन्छ। तपाईँको स्वयं बालबच्चा चाहिँ सरकारी स्कुलमा पढाउनु भएको छैन, जिल्ला छोडेर अन्य ठाउँमा पढाउनु भएको छ। अनि सरकारी स्कुल किन पढाउनु भएको छैन? तपाईँ स्वयं भ्रष्टाचारी हो। तपाईँ समुदाय विद्यालयमा सुधारको पहल के गर्नुभयो? पहिला त तपाईँहरूको बालबालिकाहरू समुदाय विद्यालयमा फर्काउनुहोस्। राज्यले अरबौँ खर्च गरेको छ समुदाय विद्यालयहरूको लागि, त्यहाँ किन बालबालिकाहरू पठाउनुहुन्न तपाईँहरूले? शिक्षा त त्यहाँ पनि त पाउँछ नि। त्यसो भएको कारणले शिक्षा सुधारको लागि पहिला त तपाईँहरू स्वयं आफै तयारी हुनुहोस्। त्यो भनेको तपाईँहरूको आफ्नो बालबालिका जाजरकोटका समुदाय विद्यालयहरूमा भर्ना गर्नुहोस्। शिक्षा जुनसुकै क्षेत्रमा लिन पाउने अधिकार होला, तर तपाईँ शिक्षामा समृद्धिका कुरा गर्नलाई, शिक्षाका शैक्षिक अवस्थाहरू सुधार गर्नको लागि त पहिला त तपाईँको बालबालिका त्यहाँ पठाउनुहोस् न। त्यहाँको बालबालिकाले भोगेका समस्याहरू बल्ल तपाईँहरू थाहा पाउनुहुन्छ नि। त्यसो भएको कारणले अनि त्यो थाहा पाइसकेपछि तपाईँ समुदाय विद्यालयहरू सुधार गर्न पहल गरेर हुन्छ कि? जनताले त्यो चाहेका छन् र हामी सचेत नागरिकको हैसियतले सचेत नागरिकको भूमिका खेल्न जरुरी छ। सम्पूर्ण आदरणीय व्यक्तित्वहरूले बुझ्न जरुरी छ। हामी भोट दिनको लागि नोटमा बिग्रिनौँ, भोट दिनको लागि हामी राम्रो नेतृत्वहरूलाई छानौँ। जिल्लामा व्यक्ति कुन लेभलको त्यो कुरा पनि बुझ्नु जरुरी छ। पार्टी जुनसुकै होस्, जिल्लाको विकास गर्ने व्यक्तिलाई हामीले छनौट गर्न सक्नुपर्छ। त्यो हाम्रो उद्देश्य हो, त्यो गर्न सक्नुपर्छ। तपाईँ हामी सम्पूर्ण चाहिँ एउटा नागरिकको दायित्व त्यो हुनसक्छ जसले जिल्लाको विकास गर्न सक्ने एउटा हैसियत राख्छ, जसले त्यो एउटा जनतासँग प्रतिबद्धता व्यक्त गर्नुहुन्छ। उहाँहरूलाई नै भोट दिन जरुरी छ। धन्यवाद, नमस्कार।